हेलो गाइज वेलकम बैक टू माई च्यानल। कोही नयाँ हुनुहुन्छ भने म चाहिँ अस्मिता न्युपाने डेली भ्लग गर्ने गरेको छु। सबैलाई दाजु नमस्ते। आज म बेलुकादेखि भ्लग स्टार्ट गर्दैछु। बिहानको भ्लग सकिसकेको थियो अनि त्यही भएर अहिले पनि स्टार्ट गरेको। हाम्रो चाहिँ रोटी पाक्दैछ। आज कोही पनि हुन्न, आमा र ड्याडी हुनुहुन्न, गोर्खा जानु आहा अनि आमा र ड्याडी हुनुहुन्न अनि सबलाई रोटी पकाएर रोटी खानु लाग्यो। अब रोटी र अन्डा खान्छु म चाहिँ, मम्मी चाहिँ रोटी र तरकारी खानुहुन्छ। म त खान्न भात, तपाईँ खानु। म खाने भात हो होइन, म त रोटी खान्छु, तपाईँ खानु भात। तिम्रो छ भात त, म भात त खानु, तपाईँ खानु। रोटी मात्र खान्छु। मुख धुनुपर्छ बेलुका, यसरी बोल्यो। मुख धुनुपर्छ बेलुका अनि त्यसपछि मोइस्चराइजर लगाएर सुत्नुपर्छ अनि मुख राम्रो हुन्छ। धोएँ मैले। अब म मुसेर मोइस्चराइजर लगाएर सुत्छु। गुड मर्निङ एभ्रिवान। म चाहिँ उठेर मुखसुख धोएँ, वासरुम गएँ अनि त्यसपछि होइन सिरम लाछु। अब सिरम पछि मोइस्चराइजर र सनब्लक लाउँछु। अनि मेरो मर्निङ रुटिन, मर्निङ स्किन केयर चाहिँ के हुन्छ, बेलुका चाहिँ म मोइस्चराइजर मात्रै लाउँछु, बिहान चाहिँ यति थप्छु। बिहान कति टल्किन्छ अहिले म देखाउँछु तपाईँहरूलाई। मैले सबै थरी लगाएपछि टलक टल्किन्छ। मुख त अब खतरा बनाउने हो मैले नै, बाबा दाइले लगाइदिएको सामान लगाएर होइन। ल हेर्नु मेरो स्किन कति टल्की छ। मेरो सनब्लक पनि चिल्लो छ, ड्राई स्किन छ नि सबै चिल्लो छ। अनि कस्तो मजाले टल्किन्छ ल, टल्केँ नि म। यो चाहिँ मर्निङ स्किन केयर हो। धेरै भएको छैन, भर्खर गर्न थालेको है। घरमा चाहिँ कोही पनि छैन आज। म बाहिर जानुहुन्छ बारीतिर, अनि त्यसपछि ड्याडी र आमा चाहिँ घुम्न गोर्खा घुम्न जानुभएछ। बन्दीपुर घुम्दै हुनुहुन्छ, अब आउने आएको छ। भाइ स्विमिङ गर्न गएको छ। घरमा चाहिँ म एक्लै बसिरहेको छु। अब म चाहिँ के खान्छु भने आँप छ क्या, दिपाहरूकोबाट लिएर आएको आँप र यहाँ घरमा किनेको आँप मिक्स छ। अनि यहाँ सानो छ, त्यो खान्छु नुन खुर्सानी पिनेर। काँक्रो चाहिँ म आइदिन्छु। आँपहरू हुनुहुन्छ नि काटेर हाल्नु। यो चाहिँ म दिन्छु। यस्तो
खुर्सानीको खार लाग्यो ओइ भर खानु मलाई भोक लागिसक्यो नि उत्तिकै मोटा थियो पनि लोकल खुर्सानी अन्त अब मलाई त मकै खान मन लाग्छ कि मकै खाने बेला गएको छैन खुर्सानीसँग उस्नेर हैन चोप्दै पिरो छ लास्टै मेले चाहिँ खाजा खान लाग्यो मैले चाहिँ खाजा खान लाग्यो कति पछि क्या अस्ति दिपाले त्यो तोबकी बनाएर खुवाएको थिएँ त्यसपछि कस्तो तल लागेको कति भइसकेको थियो मैले नखाएको करेन्ट हो क्या त्यही भएर खाएर यो अनि यहाँ फलफुल चाहिँ यति हो गाइज म चाहिँ अब भाडा मार्छु अनि भ्लग पनि यहीँ इन गर्न आएको आजलाई यति नै भोलि भेट्छु सबैलाई थ्याङ्क यू सो मच फर लास्टसम्म हेरिदिनु भएकोमा सबैले लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला सब्सक्राइबर बढेको छ धन्यवाद दिनको दुई तिनवटा सब्सक्राइबर बढिरहनु भएको छ धन्यवाद सबैलाई मिलेर लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला बाई सी यू टुमोरो